भोलिबाट पढ्छु भन्दा भन्दै एक्जाम सकेको नि लगभग 1 महिना हुन आँटिसकेछ। युट्युब ब्यान भइसक्यो रे, के गर्ने। डाइसेक्सन छैन, मैले नङ काट्नै बिर्सेको के नङको जहिले लुगा धुन्छु त्यो दिन पानी नपर्ने त हुँदै हुँदैन। मैले धोएको दिन चाहिँ हेलो एन्ड वेलकम टु माई न्यू ब्लग गाइज। अब चाहिँ क्लास छ, आज सन्डे, अनि आज मैले के गर्छु हेरौँ। आजबाट चाहिँ अलि राम्रो एकदम प्रोडक्टिभ दिन बनाउँछु भनेर सोचिरहेको छु। धेरै भइसक्यो पढ्छु भन्दै दिन गएको। अब चाहिँ क्लास छ, म क्लास जाँदैछु। क्लास सक्यो अनि त्यसपछि खाना खाएर आएँ। आज अरू दिन सेल्फ स्टडी हुन्थ्यो होइन, कति नै सेल्फ स्टडी गर्ने जस्तै। आज चाहिँ फिजियोको प्र्याक्टिकल छ, कति बेलासम्म राख्नुहुन्छ होला। हेमार्टको बाँकी छ कि। हिजो चाहिँ म सन्चो नभएर दिउँसो पनि सुतेँ, साँझ पनि सुतिहालेँ। प्र्याक्टिकल गएको झन् कस्तो अप्ठ्यारो भयो कि। अनि त्यसपछि आएर सुतेँ। फेरि साँझ पनि खाना खाने बित्तिकै निद्रा त लागेको थिएन, तर पनि सुतिहालेँ। बिहान चाहिँ अलिक ठिकै छिटै उठेको थियो भनौँ। अनि अब चाहिँ क्लास जाँदैछु। भोलिबाट पढ्छु भन्दा भन्दै एक्जाम सकेको नि लगभग 1 महिना हुन आँटिसकेछ, भइसक्यो भनौँ। अनि मैले चाहिँ आज चाहिँ अब पढ्छु भनेर सोचिरहेको छु। अहिले चाहिँ प्याथो हेर्छु एकछिन, अनि त्यसपछि अलिअलि फिजियो पनि हेर्छु सोचिरहेको छु। हेरौँ के हुन्छ। अहिले चाहिँ मैले प्याथो कपी गरेर बसिसकेको छु, नत्र म अल्छी गर्छु भनेर घरमा कुरा गर्छु। एकछिन मम्मीलाई फोन गर्नुपर्ने थियो, फोन गर्छु अनि पढ्छु म। आज चाहिँ म 7 बजी उठेँ, नुहाएँ, अनि त्यसपछि खाजा खाएँ। अनि अहिले अब एकछिन अलिअलि कपी हेर्छु अनि क्लास जान्छु। आज चाहिँ 3वटा मात्रै क्लास छ, एउटा चाहिँ खाली छ, सेल्फ स्टडी भनेर भनेको छ। क्लासको लागि रेडी भइसकेँ म, अब चाहिँ क्लास जान्छु। प्र्याक्टिकल छ, अब फार्माको प्र्याक्टिकल। आज 3वटा मात्रै क्लास थियो नि त, तर ढिलो बिदा भयो कि। अनि त्यसपछि आएँ, खाना खाएँ, अब चाहिँ प्र्याक्टिकल जाँदैछु। प्र्याक्टिकल आज अलिक छिटो सकेको थियो, अनि प्र्याक्टिकल सकेर आएँ। अनि म सुत्दिनँ भनेको थिएँ कि, म सुत्दिनँ भनेर एकछिन फोन चलाएर रेस्ट गर्छु भनेर बसेको थिएँ। त्यो फोन चलाएर बसिरहनुभन्दा बरु एकछिन सुतेर उठ्यो भने फ्रेस हुन्छ भनेर 1 घन्टा फोन चलाएर टाइम वेस्ट। त्यसपछि अर्को 1 घन्टा सुतेर उठेँ म, उठेर फ्रेस भएँ। अनि त्यसपछि कफी खाँदैछु। अझै निद्रा लागिरहेको थियो, अनि अब चाहिँ उठ्नुपर्छ भनेर अहिले चाहिँ प्र्याक्टिकल कम्प्लिट गर्छु। अनि त्यसपछि अलिअलि पढ्नुपर्छ। चाहिँ मैले फार्माको 5वटा प्रिस्क्रिप्सन सकाएँ। फार्माको चाहिँ सक्यो, मेरो अझै बायोकेमिस्ट्रीहरूको चाहिँ बाँकी छ। एकछिन चाहिँ म पढ्छु, कुन सब्जेक्ट पढ्छु भाइ, फिजियो पढ्छु होला। अनि त्यसपछि अर्को प्र्याक्टिकल लेख्छु बायोकेमको सोचिरहेको छु। आज चाहिँ त्यो अलिअलि भए पनि भने जस्तो भयो दिन भनौँ होइन। आएर
प्र्याक्टिकलबाट आएर मैले फार्माको लेखेँ 5वटा प्रिस्क्रिप्सन अनि त्यसपछि फार्माको लेखिसकेपछि एकछिन रेस्ट गरेँ अनि त्यसपछि मैले के गरेँ भन्दा अलिअलि फिजियो हेरेँ अनि त्यसपछि बायोकेमिस्ट्रीको प्र्याक्टिकल आधी लेख्दै थिएँ चाउ लाग्यो आधी बाँकी छ ढिलो भइसक्यो अब सुत्छु बिहान उठेर पढ्छु भन्ने सोचेको थिएँ तर त्यस्तै भयो आज चाहिँ दिउँसो आएर पढ्छु आज चाहिँ दिउँसो सुत्दिनँ हिजो कफी खाएँ नि त मैले त्यसपछि त रातभरि निद्रै लागेन सुत्न त छिटो सुत्न गएको होइन सुत्न जान्छु भन्दा छिटोभन्दा पनि लगभग 1 बज्न आँटेको थियो सुत्न गएको थिएँ तर निदाउनै सकेन कि 2-3 बजे थियो होला निदाउँदा अनि त्यही भएर बिहान पनि उठ्न त 7-7:30 बजीतिर उठेको थिएँ त्यही पनि केही गरिनँ मैले डाइसेक्सन र बायोकेम मात्रै छ आज मात्रै के भन्नु डाइसेक्सन र बायोकेम छ अनि त्यसपछि प्र्याक्टिकल पनि छ आज अनि स्टोको प्र्याक्टिकल छ 25 ढिलोसम्म हुन्छ अनि त्यही हो अब चाहिँ क्लास जानलाई म रेडी भइसकेँ क्लास जान्छु अब डाइसेक्सन छ होइन मैले नङ काट्नै बिर्सेको कि नङ कस्तो राम्रो छ मेरो नङ तर नङ काट्नुपर्छ ढिलो भइसक्यो प्र्याक्टिकल जानलाई 5 मिनट ढिलो भइसक्यो म अझै यहीँ छु अब चाहिँ म जान्छु एटेन्डेन्स नछुटोस् त गुड्छु अब प्र्याक्टिकल लगभग 5 बजिसकेको थियो होइन म आउँदाखेरि अनि झन् बाहिर गएर आएँ अनि झन् 5:30 भइसकेको थियो अनि त्यसपछि आएर एकदम धेरै प्र्याक्टिकलबाट नै अति धेरै टाउको दुखिरहेको थियो आएर सुतेर उता पनि अझै ठिकै भएको छैन एकदम धेरै टाउको दुखिरहेको छ एकदम धेरै भर्खर खाना खाएर आएँ अब चाहिँ अलिअलि पढ्छु अनि सुतिहाल्छु आज अलि छिटो सुत्छु मुख धोएँ के गरेँ कति ट्राई गरेँ अति धेरै टाउको दुखिरहेको छ अति धेरै अनि त्यही पनि अलिअलि चाहिँ पढ्छु एनाटोमी आज अलिअलि हेर्छु अनि त्यसपछि आज अलि छिटो सुत्छु पिट्युटरी ग्ल्यान्ड अलिअलि हेर्नु पऱ्यो अरू चाहिँ अलिअलि हेर्छु अनि भोलि बिहान उठेर हेर्नु पर्ला म सक्दिनँ आज धेरै केही पनि गर्न हिजो साँझ छिटो सुतेको थियो नि त अनि छिटो उठेर पढ्छु भनेर सोचेको थिएँ तर बिहान उठ्न चाहिँ 6 बजी उठेको थिएँ उठेँ फ्रेस भएँ अनि एकछिनपछि त सन्चो नै भएको रहेछ टाउको दुखेको एकदम धेरै टाउको दुखिरहेछ आज पनि क्लास जाऊँ कि नजाऊँ सोचिरहेको थिएँ तर गइहाल्छु प्र्याक्टिकल चाहिँ छैन अनि त्यही भएर क्लास चाहिँ गइहाल्छु भनेर जाँदैछु आज बायोकेम र डाइसेक्सन छ डाइसेक्सन झन् कस्तो ज्याउ हुन्छ त्यही पनि आज चाहिँ छिटो बिदा भयो धन्न यस्तो धेरै टाउको दुखिरहेछ फेरि सुत्छु म सोचिरहेको छु एकदम धेरै टाउको दुखिरहेछ धन्न आज प्र्याक्टिकल छैन छिटो बिदा भयो एकदम खुसी लागिरहेछ मलाई खाना खाएर आएँ म एकदम धेरै सुतेँ आज सुतेर उठेँ अनि त्यसपछि खाना खाएर आएँ अहिले चाहिँ एनाटोमी हेर्दै थिएँ अनि याद आयो कि मैले बायोकेमिस्ट्रीको प्र्याक्टिकल गर्छु भनेर अस्ति सुरु गरेको थिएँ नि त अनि त्यो आदि नै थियो कि अब त्यसलाई कम्प्लिट गर्नु पऱ्यो गुड मर्निङ गाइज आज चाहिँ म 6:30 बजी उठेको थिएँ फ्रेस भएँ अनि त्यसपछि एकछिन फोन चलाउँदै 7 बज्न लागिसक्यो 6:57 भइसक्यो अनि अब चाहिँ फिजियो पढ्छु भनेर बसेछु फिजियो पढ्छु 1 घन्टा जति अनि त्यसपछि खाजा खान्छु अनि क्लास जान्छु आज फिजियो र प्याथो छ फिजियोको सरले कति सोधै गर्नुहुन्छ त्यही भएर पढेर जान्छु भनेर सोचेछु
क्लासको लागि रेडी भइसकेँ म। एकछिन पढेँ अनि त्यसपछि खाजा खाएर आएँ अनि त्यसपछि अब चाहिँ क्लास जाँदैछु। 50 भयो अब 9 बजीदेखि क्लास छ, त्यही भएर अब चाहिँ कपीहरू रेडी पार्छु अनि निस्किन्छु। गाइज आज जुन छिटो बिदा भयो। आज क्लास चाहिँ 12 बजीसम्म मात्रै थियो, 45-50मै बिदा भयो। अनि अब चाहिँ म खाना खान जान्छु। क्लास सकेर आएँ, त्यसपछि रुम सफा गर्नु छ, कति धेरै काम छ, लुगा कति धेरै छ धुन बाँकी। मेस खोल्नलाई अझै टाइम बाँकी थियो अनि त्यही भएर मैले चाहिँ यसो रुम सफा गरेँ अनि त्यसपछि नुहाएँ। धुने लुगाहरू छुट्याएर भिजाइरहेछु, अलि पछि धुन्छु। च्याउ लागिरहेछ अहिले चाहिँ। अब चाहिँ खाना खान जान्छु, खाना खाएर रेस्ट गर्छु एकछिन अनि त्यसपछि लुगाहरू धुनु पर्ला। लुगा धोएर आएको, आज पनि पानी पर्यो। अहिले चाहिँ बिदो भइसक्यो तर पनि आज नि पानी पर्यो। जहिले लुगा धुन्छु त्यो दिन पानी नपर्ने त हुँदैन मैले धोएको दिन चाहिँ। अनि मैले चाहिँ अब भ्लग एडिट गर्छु सोचेको, तर के गर्नु, पोस्ट गर्नलाई युट्युब ब्यान भइसक्यो रे। के गर्ने कहिले फर्किन्छ युट्युब, कहिले फर्किन्छ युट्युब बिना त कसरी हुन्छ। त्यही हो, भ्लग बनाएको नि कामै लाग्दैन जस्तो फिल भइरहेछ। अब जहिले फर्किन्छ त्यही दिन अपलोड गर्छु। मेरोमा त चलिरहेछ चल्न त, तर अब कसो हेर्ने मान्छेको चल्दैछ छैन भने मैले अपलोड गरेर कामै भएन नि त। त्यही भएर एडिट चाहिँ गर्छु, तर 2-4 दिनपछि अपलोड गर्नु पर्ला।